गाइस आज मेरो विद्यालय बिदा भएको 5औं दिन हो। यहाँनेर तिथि चल्दैछ हजुरआमाको। कुन हस्पिटलमा हजुर आँखा सिभिर निराजन दादा त्यहाँ आएर बस्नु भएको छ। ए हो र दुःख चाहिँ कति तकले दिएको दिन नजिक सघाउने मालदिदी आउनु भएको छ र मेरो ठुलो दिदी हुनुहुन्छ आउनु भएन मालदिदी दाजुलाई सघाउने कान्छे बहिनी काकाहरूलाई सघाउनु भएन गुरुजी यता हुनुहुन्छ, बाबा यता हुनुहुन्छ। निराजन दादाको अनुहार यस्तै छ। ठुलो दिदी कता जानु मामु यता भित्र हुनुहुन्छ। गुरु गाडीले कुदाउँछ र जयपछि आउँछु कि कुस हो दादा, कुस हो जयपुर आउँदैन हैन गाइस। यता निराजन दादा बस्नु भएको छ। सोफा त्यता छ, यता एउटा सोफा छ। अस्तिका दिन बिहान ए भाइ त्यो किचनमा एउटा सेतो रुमाल लिएर आऊ त मोबाइल एकछिन बन्द मैले एकछिन रोक्या थिएँ। अब अरु कामहरु जान्छु लगायो खोइ बसन एकछिन त बसिहाल्नु नि काकीसँग नबोली जानु हुँदैन के त्यो एकछिन बस है म उयो चिया पनि बनाएको छु अनि कोही दिदी पढ्दैन कहाँको आज हाम्रो हो नि त श्राद्ध अनि यहाँ भएपछि कहाँ अनि यता पनि त एकछिन हेर्नु न हो निराजन दादा। म यो कपडा फेर्न भर्खर भित्र पसेकी छु। ठिक छैन काकी भरे भोलि कुरा गर्नुलाई आइहाल्छु नि म गएको ल। बजु त्यहाँभित्रको दोडा बट्टाले तिलाहं समर्पयामि ज्यावाहं ज्यावखरि ज्यावं समर्पयामः अक्षन्नमेव। गाइस म अर्को भिडियो बनाउँदै पनि हाल्छु। ज्यावन् अक्षन्नमेव विक्रन्ते अक्षतां समर्पयामि सृष्यते लक्ष्मी शपथकन्या बहुरात्रि पार्श्वनि नक्षत्राणि रूपमस्मिन् व्यक्तिष्ठाणि मयिखणं ममैखणं सर्वलोके ममैखणाहं हरि ओम पञ्चरत्नानि समर्पयामः अपवित्रो पवित्रो वाहं सर्वस्तु गतो विवा यस्मृत् पुण्डरीकाक्ष सभाभ्यन्तरशुचि पुण्डरीकाक्ष पुनातु। गाइस त्यता मैले बनाएको ड्रइङहरु पनि छ। ओम केशवाय नमः स्वाहा नारायणाय नमः माधवाय नमः गोविन्दाय नमः स्तुपशाले नमः स्वाहा। यहाँ मसँग छ होला विक्रम गुरुसँग सबैसँग थियो र अलिअलि पाउँछ अहिले कति मलाई दिएको लाउनु तपाईँको खत्रकै मावला हो कसो भयो मेरो त मावला होइन बुढो मावला कुप्रो मावला केही पर्दैन त्यति भएपछि आछ कुन पण्डालले बनाएको छ खालि आचमन गर्न नआउँछ भनेर गाइस त्यो हेर्नु चौतारो छ त्यता सल्काएर प्रायश्चित गरौँ कि गरेर छौँ गाइस भरिसके 10 मिनेटको अहिलेको लागि बनाउँछु। माउ त खतरा भइसक्नु हो। ऋषिमा राखिदिनु म